चलचित्र क्षेत्रमा नेपालको प्रतिनिधित्व गरेर संसारभरि नै नेपालको आर्टिस्टको छाप छोड्नु भएको थियो। उहाँ नेपालमा मात्रै होइन, बलिउडमा इभन हलिउडमा सधैँ नेटफ्लिक्सहरूमा उहाँको सिनेमाहरू हेर्दाखेरि यो नेपालको मान्छे हो भनेर गौरव गर्ने ठाउँ थियो हाम्रो। र उहाँ कलाकार हुनुभन्दा अगाडि एउटा असाध्यै राम्रो फुटबल प्लेयर पनि हुनुहुन्थ्यो। उहाँ चाहिँ इन्डियाको नेसनल प्लेयर फुटबल पनि हो र सम्पूर्ण क्षेत्रमा ठुलो क्षति भएको छ। र हामीले सुनिल थापा हाम्रो मान्छे भनेर भारतीय मित्रहरूलाई भेट्दाखेरि पनि हामीले भन्ने अवसर पाउँथ्यौँ। त्यो सबै हाम्रो इतिहास भयो नेपाली चलचित्रको लागि। र मैले उहाँसँग दुईवटा चलचित्रमा सँगै काम गर्ने अवसर पाएको थिएँ। एउटा त साह्रै बिग्री सिंहबद्री, अर्को जेबो राम्रो भयो भने। र उहाँले हाम्रो चलचित्रमा काम गरिदिएर हाम्रो चलचित्रलाई नै एउटा राम्रो चलचित्र बनाउनलाई ठुलो योगदान दिनुभयो। र कहिले पनि कुनै पनि मान्छेलाई कहिले पनि दुःख नदिने प्रवृत्तिको मान्छे हुनुहुन्थ्यो। र चलचित्र सुटिङमा आउँदाखेरि पनि कसरी प्रड्युसरलाई सजिलो बनाइदिने, अरू आर्टिस्टलाई कसरी सजिलो बनाइदिने भन्ने त्यो क्षमता राख्नुहुन्थ्यो उहाँले। र आज हामीले नेपाली चलचित्र उद्योग सँगसँगै बलिउड चलचित्र उद्योग पनि उहाँको निधनप्रति रोइरहेको छ। र उहाँको आत्माले शान्ति पाओस् र अर्को जन्म छ भनेदेखि फेरि उहाँ नेपालमै जन्मेर यतिकै ठुलो गौरवशाली इतिहास सफल हुनुहोस् भन्ने